साथीहरू नमस्ते। इतिहासमा के छ भनेर जङ्गबहादुर राणाको, रणबहादुर शाह, पृथ्वीनारायण शाह लगायतको पुरानो कानुनी दस्तावेजहरू पल्टाउँदै थिए। त्यतिकैमा आई फाउन्ड समथिङ इन्ट्रेस्टिङ, जुन तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्न सक्छ। कुनै समयमा यस्तो पनि रहेछ भन्ने चाहिँ तपाईँलाई महसुस हुन्छ। आजभोलिको समयमा त्यसलाई सामान्य रूपमा लिने गरिन्छ, तर कुनै समय त्यही कुरालाई लिएर दण्ड सजायको व्यवस्था भएको अवस्था रहेछ। एउटा इमेजिन गर्नुहोस् त, एउटा कसैले तपाईँको अगाडि आएर तपाईँको मुखमा पर्ने गरी थुक्दियो भने, अथवा अब त्यो शब्द मैले प्रयोग गर्न मिल्छ मिल्दैन, तर कानुनमा बोलिसकेको शब्द जस्तो फाटिङ, पात्ने, होइन, कसैले तपाईँको मुख अगाडि आएर पात्दियो भने के हुन्छ? आजभोलि त केही हुँदैन। तर त्यतिखेरको समयमा कास्टबेस्ट, त्यो पनि जातको आधारमा त्यसलाई दण्ड र सजाय गरेको रहेछ। साथीहरू आउनुहोस् आज हेरौँ जङ्गबहादुर राणाको पालाको 1910को मुलुकी ऐनमा पात्नेको महल, थुक्नेको महल भनेर छुट्टा छुट्टै व्यवस्था गरेको रहेछ। र हेरौँ अब ती महलहरूमा कस्तो व्यवस्था छ भनेर। जस्तो अब हामीले पात्नेको महलको 1 नम्बरमा हेऱ्यौँ भने तागादरी लगायत 4 वर्ण 3600 जात कसैले आफ्नो जात मिल्दा वा आफूभन्दा घटी कसैको मुखमा पादो भने 5 रुपियाँ दण्ड गर्नु, 4 आनाले पतिया दिनु भनेर चाहिँ व्यवस्था गरेको रहेछ। अब तागादरी भन्नाले जनै लगाउने लगायत 4 वर्ण 3600 जातले आफूभन्दा मिल्ने जात, होइन, आफूभन्दा मिल्ने जात अथवा आफूभन्दा घटी भन्नाले आफूभन्दा सानो जातको अगाडि कसैले मुखमा पाद्यो भने 5 रुपियाँ चाहिँ दण्ड तिर्नुपर्ने, र 4 आनाले पतिया दिनु भन्नाले पतिया, नोट गर्नुहोस् है साथीहरू, नयाँ वर्ड पतिया भन्नाले चाहिँ अब त्यतिखेरको समयमा नेपालको कानुन हिन्दू ल अनुसार गाइडेड थियो र केही गर्नु भन्ने कुरा चाहिँ त्यतिखेर पाप गर्नु सर मानिन्थ्यो। त्यो भावनाले अब त्यो पाप गरे बापत चाहिँ पतिया दिनु भनेको चाहिँ अब प्रायश्चित गरिदिनु भनेर चाहिँ कानुनले व्यवस्था गरेको रहेछ। अब यसै गरी पात्नेको महलको 5 नम्बरमै हामीले हेऱ्यौँ भने पानी नचल्ने जात र छिटो हाल्नुपर्ने जातले पानी चल्ने जातका मुखमा पादो भने 20 रुपियाँ दण्ड गर्नु र 1 रुपियाँ लि धर्माधिकारीले पतिया गरिदिनु भनेर व्यवस्था गरेको रहेछ। अब हेर्नुहोस् है, त्यो ग्राभिटी अफ अफेन्स चाहिँ माथि कति थियो? 5 रुपियाँ थियो। अब अहिले यहाँ कति भयो? 20 रुपियाँ दण्ड। त्यो पनि के त भन्दाखेरिमा चाहिँ सानो जात, सोकल सानो जात। अब त्यतिखेरको बेलामा पानी नचल्ने जात र छिटो हाल्नुपर्ने जातले चाहिँ अब पानी चल्ने जातको अगाडि कसैले गएर पादियो भने चाहिँ अब 20 रुपियाँ चाहिँ दण्ड तिर्नुपर्ने रे, अनि 1 रुपियाँ तिरेर धर्माधिकारीबाट त्यो पाप गरे बापत चाहिँ प्रायश्चित गर्नुपर्ने रे भनेर चाहिँ कानुनी व्यवस्था गरेको रहेछ। हेर्नुहोस् त, अब माथि सामान्य मान्छेले आफ्नो मिल्ने जातलाई अथवा तल्लो जातलाई गर्यो भने चाहिँ 5 रुपियाँ तिर्नुपर्ने रे, तर तल सानो जातले ठुलो जातलाई गर्ने बित्तिकै 20 रुपियाँ तिर्नुपर्ने भनेर चाहिँ यसरी कास्टको आधारमा कानुन बनाएको रहेछ। साथीहरू अझ यो त अब पात्नेको भयो, होइन, अझ इन्ट्रेस्टिङ कुरा चाहिँ अब थुक्नेको महल भनेर पनि व्यवस्था गरेको छ क्या। अब यसमा पनि अझ हामीले थुक्नेको महलको 3 नम्बरमा हेऱ्यौँ भने आफू मिल्दा जातका कसैले मुखभित्र पर्ने गरी थुक्यो भने 5 रुपियाँ दण्ड गर्नु, 4 आनाले पतिया गरिदिनु भनेर व्यवस्था गरेको छ। जस्तो कस्तो भन्दाखेरि आफू मिल्ने जातको चाहिँ कसैको मुखभित्र पर्ने गरी कसैले थुक्यो भने चाहिँ 5 रुपियाँ चाहिँ दण्ड तिर्नु पर्यो, अनि 4 आना लिएर चाहिँ पतिया हाल्ने कि प्रायश्चित, पाप प्रायश्चित चाहिँ गर्नु पर्यो भनेर व्यवस्था गरेको छ। अनि मुख बाहेक अन्य भागमा पर्ने गरी कसैले थुक्यो भने 8 आना लि थुकी माग्नेले स्नान गरी शुद्ध हुनु भनेर भनेको छ। अब जो मान्छेले थुकी माग्यो, अब त्यो मान्छे चाहिँ अब पाप भयो अथवा फोरी भयो, होइन, त्यो भावनाले चाहिँ उसले चाहिँ 8 आना तिरेर शुद्ध हुने, नुहाउने, स्नान गर्ने अनि शुद्ध हुने भनेर चाहिँ यसरी थुक्नेको महलको 3 नम्बरमा व्यवस्था गरेको छ। यसै गरी साथीहरू थुक्नेको महलकै 7 नम्बरमा हेर्ने हो भने पानी नचल्ने जातले ठुला जातका मुखमा पर्ने गरी थुक्या भने 20 रुपियाँ दण्ड गर्नु, 1 रुपियाँ लि पतिया गरिदिनु भनेर व्यवस्था गरेको छ। अब यसमा पनि के भयो भन्दाखेरि कास्टको आधारमा माथि 5 रुपियाँ थियो, यसमा पनि अब पानी नचल्ने जातले ठुलो जातको मुखमा पर्ने गरी कसैले थुक्यो भने 20 रुपियाँ दण्ड तिर्नु पर्यो, प्लस 1 रुपियाँ तिरेर चाहिँ प्रायश्चित गर्नु पर्यो भनेर चाहिँ व्यवस्था गरेको छ। अझ यसमा अब मुख बाहेक अन्य अङ्गमा पर्यो भने चाहिँ 1 रुपियाँ तिरेर धर्माधिकारबाट पतिया गरिदिनु, यानि कि त्यो पापको प्रायश्चित गरिदिनु भनेर चाहिँ व्यवस्था गरेको छ। छैन साथीहरू इन्ट्रेस्टिङ?
आजभोलिको समयमा यो कुरा कसैलाई के मतलब लाग्छ लाग्दैन नि होइन, तर त्यो समयमा 1910 को पालामा चाहिँ सामान्य कुरा थुक्ने पात्ने जस्तो कुरालाई पनि जातको आधारमा क्लासिफाई गरेर चाहिँ दण्ड र सजाय गरेको रहेछ साथीहरू। तपाईँले यो कुरा सुन्दै गर्दा कस्तो लाग्यो तल कमेन्ट गर्नु होला। सँगसँगै इतिहासमा के छ भनेर थाहा पाउन मन छ भने त्यो पनि कानुनी दृष्टिकोणबाट है, कानुनी दृष्टिकोणबाट इतिहासमा के छ भनेर थप कुरा जान्नको लागि कानुनका कुरालाई लाइक, सेयर, सब्सक्राइब र फलो गरिदिनु होला। धन्यवाद।